नमस्कार, विश्रान्ति अपडेटको साथमा म सृजना खुलाल। विश्रान्ति अपडेट तपाईँ प्रतिदिन साँझ 7 बजे रेडियो लालीगुरा 105.2 मेगाहर्ज, रेडियो खबरपालिका 88.7 मेगाहर्ज, रेडियो खबरपालिकाको फेसबुक पेज र खबरपालिका न्युज युट्युब च्यानलबाट पनि सुन्न र हेर्न सक्नुहुनेछ। विश्रान्ति अपडेटमा हामी विश्रान्ति वृद्धाश्रमलाई सहयोग गर्नुहुने महानुभावहरूको नाम तथा उहाँहरूले गर्नुभएको विषयको बारेमा जानकारी गराउँछौँ। आज विश्रान्ति अपडेटमा सुनसरी इटहरी 19 पटेरुवा साबिक महालक्ष्मी 7 आन्दुङ निवासी दिनेश अधिकारीबाट आफ्नो जन्मदिनको अवसरमा यस आश्रमवासी ज्येष्ठ नागरिकहरूको निम्ति र गुरुकुलको निम्ति विभिन्न परिकारको भोजन व्यवस्थापन गरी शुभ जन्म उत्सव मनाउनु भएको छ। त्यसै गरी मोरङ विराटनगर 10 तीनटोलिया निवासी प्राध्यापक डाक्टर खगेन्द्र आचार्य, श्रीमती देवी आचार्य सब परिवारद्वारा आफ्नो सम्पूर्ण पितृहरूको नाममा मिति 2082 फागुन 3 गते शिवरात्रि महापर्वको शुभ अवसरमा यस आश्रमवासी ज्येष्ठ नागरिकहरूको निम्ति र गुरुकुलको निम्ति चामल 15 केजी, कागती निबुवा र नगद रु 50,000 रुपियाँ सहयोग गर्नुभएको छ। धरान 15 बाँझोगरा निशान मार्ग निवासी जीवराज कार्की, नर्मदा कार्की तथा केराबारी 7 निवासी रेवता सुवेदी थापा साथमा छोरी अनुजा कार्की समेतको उपस्थितिमा यस आश्रमवासी ज्येष्ठ नागरिकहरूको निम्ति र गुरुकुल समेतको निम्ति फ्रुटी 45 वटा, काउली 1 केजी, प्लास्टिकका कचौरा चम्चा, बिस्कुट 60 पिस र स्याउ 4 केजी समर्पण गर्नुभएको छ। सुन्दर हरैचा 8 सलकपुर निवासी विष्णुमाया काफ्ले र शान्ता बस्नेतबाट आफ्नी आमा भक्तमाया बस्नेतको सम्झनामा यस आश्रमवासी ज्येष्ठ नागरिकहरूको निम्ति खिरको भोजन गराई बासमती चामल 4 केजी, चिनी 5 केजी, पिठो 10 केजी, मटर 5 केजी, मिश्री 2 केजी र आलु 10 केजी समर्पण गर्नुभएको छ। सागुडीगढी 1 पुड्के निवासी पूर्णबहादुर लिम्बू, श्रीमती लक्ष्मीमाया लिम्बू सब परिवारद्वारा यस आश्रमवासी ज्येष्ठ नागरिकहरूको निम्ति मिति 2082 फागुन 3 गते आफ्नो पितृहरूको स्मरणार्थ चामल 1 कट्टा, दाल 2 केजी र तेल 1 पोका समर्पण गर्नुभएको छ। धनकुटा 1 हिले मनोकामना सेकेन्डरी बोर्डिङ स्कुल संस्थापक गोविन्द श्रेष्ठ, श्रीमती सङ्गीता भण्डारीद्वारा मिति 2082 फागुन 3 गते महाशिवरात्रि पर्वको अवसरमा यस आश्रमवासी ज्येष्ठ नागरिकहरूको निम्ति फ्रुटी 5 कार्टुन, बिस्कुट 4 दर्जन र साग 17 मुठा समर्पण गर्नुभएको छ। विराटनगर 3 पुष्पलाल चोक निवासी इन्दिरा श्रेष्ठ, नारायण कुमार श्रेष्ठबाट आश्रमवासी ज्येष्ठ नागरिकहरूको निम्ति चामल 1 बोरा, भुजा 1 बोरा, चाउचाउ 1 कार्टुन र भाडा मोल्ने साबुन 1 दर्जन समर्पण गर्नुभएको छ। छथरजोरपाटी 6 सिधुवा निवासी टेक बहादुर घिमिरे, टीकादेवी घिमिरे, सुजन घिमिरेबाट फ्रुटी 1 कार्टुन ज्येष्ठ नागरिकहरूको निम्ति समर्पण गर्नुभएको छ। साथै विश्रान्ति मन्दिर शान्ति आश्रम धनकुटा नगरपालिका 9 मूलघाट धनकुटाका लागि रामप्रसाद बस्यौला, त्रिपुरा सुन्दरी 1 धादिङबाट रु 1005 रुपियाँ, जीवराज प्लस नर्मदा कार्की बुबा आमाको स्वास्थ्य लाभको कामना सहित धरान 15बाट रु 505 रुपियाँ, रेवता थापा केराबारी 7बाट रु 110 रुपियाँ, उमा भण्डारी दमक 1बाट रु 155 रुपियाँ, जानुका बस्नेत दमक 1बाट रु 255 रुपियाँ, विष्णुमाया काफ्ले प्लस शान्ता बस्नेत सलकपुरबाट रु 3380 रुपियाँ, रेणुका बस्नेत दमक 1बाट रु 205 रुपियाँ, उर्मिला श्रेष्ठ सागुडीगढी 1 मूलघाटबाट रु 1105 रुपियाँ, कृष्णराज भण्डारी धनकुटा 7बाट रु 505 रुपियाँ, विष्णुमाया काफ्ले शान्ता बस्नेत सुन्दर हरैचा 8 सलकपुरबाट रु 5000 रुपियाँ, कमला बस्नेत महालक्ष्मी नगरपालिका 5 हाल काठमाडौँबाट रु 500 रुपियाँ, सुकुम देवी चौधरी इटहरी 19बाट रु 1055 रुपियाँ, गुडी चौधरीद्वारा कवा स्वर्गीय पनाई धामी इटहरी 19बाट रु 1100 रुपियाँ सहयोग गर्नुभएको छ। विश्रान्ति वृद्धाश्रमको लागि सहयोग गर्नुहुने सम्पूर्ण दाताप्रति आश्रमको तर्फबाट सुख, शान्ति, पेशागत क्षमता अभिवृद्धिको लागि भगवान विश्रामश्वर महादेवसँग प्रार्थना गर्दछौँ। साथै उहाँहरूलाई धन्यवाद पनि ज्ञापन गर्दछौँ। जय विश्रान्ति।